ल झटपट बन्ने खुर्सानी लसुनको अचार बनाऊ है त। यो अचार चाहिँ धेरै समयसम्म राख्दा नि केही हुँदैन। मैले चाहिँ 2-3 चोटि बनाइसकेको छु यो अचार। अनि यो पनि सबैजनाको लागि हुन्छ भनेर मैले एउटा भिडियो पोस्ट गरिदिएको छु। हजुरहरू सबैजनालाई बनाउन एकदमै सजिलो हुन्छ। यो खुर्सानी लिने अब आफूलाई कति चाहिन्छ, मैले चाहिँ अलिकति जस्तो अब कति राख्ने आफूलाई इच्छा अनुसार खुर्सानी लिने। अनि खुर्सानीको लसुनलाई पनि लामो लामो काट्ने, खुर्सानीलाई धोइ पखाली गरेर मजाले पेपर टावल अथवा केही चिजले सुक्खा बनाइदिने, अथवा बाहिर भुइँमा छोडेर सुक्खा बनाउनुपर्छ यसलाई। अनि लसुनलाई पनि केलाई वरिगरी काटेर पखालेर एकछिन यस्तो सुक्खा गर्ने। अनि त्यसको त्यति भइसकेपछि अनि यो चाहिँ अचार बनाउन तयारी हुन्छ हैन। अनि यसको लागि चाहिँ अब यसरी अचार बनाएर हजुरले राख्न सक्नुहुन्छ। यो चाहिँ स्टोर गर्न एकदमै सजिलो छ। अब यो अचारको लागि कागती पनि चाहिन्छ है। मैले चाहिँ कागती 2टा कागती लिएको छु। अब हजुरहरूले अमिलो धेरै बनाउनुहुन्छ भने चाहिँ त्योभन्दा बढी लिँदा पनि हुन्छ। यो चाहिँ एकदमै अब आजबाट बनाएर आजैबाट खान मिल्ने हो कि। हेर्नुहोस् त, मैले चाहिँ यो बोतललाई सफा गरेर लिइसकेको छु। यो पनि मेरो अचारै युज भइरहेको। सकेसम्म चाहिँ अचार बनाउँदाखेरि हामीले अचार बनाउने नै बोतलहरूलाई सफासँग माझेर धोइ पखाली गरेर अचार हाल्नुभयो भने केही हुन्न। अनि त्यसको लागि यति गरिसकेपछि मैले कागतीलाई निचोरिदिन्छु हैन। ल हेर्नुहोस् है कसरी बनाउने भनेर। अब ल हेर्नु, मैले हालेको पहिला चाहिँ मसलाहरू हालेँ। मसलामा चाहिँ के हालेको छु भने मैले धनियाँ हालेको छु, मुङ्ग्रेलो हालेको छु, सौँफ हालेको छु हैन। अनि रायो हालेको छु, टिमुर हालेको छु। अनि त्यसपछिबाट बेसार हालेको छु। अलिकति कलरको लागि धुलो खुर्सानी नै हालिदिएको छु, त्यसले कलर आओस् भन्नको लागि। अनि यसरी मसला चाहिँ अलिक खर्रो हुने गरेर पिस्नुपर्छ कि, अलिक मजाले खर्र पर्ने गरेर। अनि यसमा चाहिँ मैले ज्वानो पनि थोरै हालिदिएको छु। मुङ्ग्रेलो भइहाल्यो, सौँफ भइहाल्यो, धनियाँ भइहाल्यो हैन। यसरी यस्तो गरेर गर्ने। ल हेर्नुहोस् है, यतिको बनाएपछि एकदमै राम्रो अचार बन्छ। अब यो चाहिँ मैले पहिला नै भुटेर, अब धनियाँ यो सबै चिजलाई चाहिँ हजुरहरूले घाममा सुकाउन सक्नुहुन्छ, तर भुट्नुभयो भने राईहरूको बास्ना एकदम मजाको आउँछ कि। अब यसमा चाहिँ मेरो टिमुरदेखि लिएर सबै चिज छ। अब यसलाई यसरी भुटेको चाहिँ मैले भिडियो बनाएको छैन। हजुरहरूले अलिअलि गरेर भुटेर हल्का भुटेर पिस्न सक्नुहुन्छ। अनि अब यसरी बनाउनु भने ल अनि यहाँ नुन पनि हालिदिने स्वादअनुसार हैन। अब बेसार त कलरको लागि चाहियो नै, हामीले बेसार नभए त के गर्छौँ र। अनि मैले कागती पनि यति लिएको छु भनेर हजुरहरूलाई देखाएको छु। हजुरहरूले यसरी बनाउनु होला, एकदम मिठो हुन्छ, झटपट पनि बन्छ। आज बनाएर हजुरले आजदेखि खान्छु भन्दा नि हुन्छ, र 1-2 दिनपछि खान्छु, फ्रिजहरू गरेर खान्छु भन्दा नि हुन्छ। मैले बनाएको अचार अझैसम्म पनि छ। यो अचार म चाहिँ पटक पटक बनाइरहन्छु, मेरो केटाकेटीहरूलाई मनपर्छ। ल हेर्नुहोस्, मैले सबै चिज यसरी भुटेर हजुरको लागि बनाइदिएको छु।